तर फर्किने क्रममा फेरि मेरो गाडीमाथि ढुङ्गा मुढा भयो। गाडीको साइडको प्लेटहरू फुटेको छ, पछाडिको लाइट फुटेको छ। के हो यो? र भन्छ पत्रकारहरूलाई बोलाएर हामीले सूचना दिएको छैन। हो कि होइन? पत्रकार मिडियामा तपाईहरु यहाँका ती नागरिकहरूले भनेको छ हामीले सूचना छैन, बिना सूचनाको यो मेयर जंगल राज गर्यो, तनासाई गर्यो। जब मान्छे यसरी सरासर झुट बोल्छ भने के ठेगान भोलि मेयरका पुन्छ कसैको कुनै मानवीय घटना गर्छ भने त्यसको जवाफदेही कसले लिन्छ? मलाई विश्वास लाग्दैन। उहाँहरूको काम गरिरहेको छु, उहाँहरूको हक हितको लागि गरिरहेको छु, उहाँहरूबाट ढुङ्गा खाइरहेको छु, गाली खाइरहेको छु। हाम्रो कोपी बजेको मान्छे भन्छ पागल मेयर छ, किन त्यहाँ विकास गर्न खोजिरहेछ? त्यहाँको जनताले विकास चाहिएको छैन भने किन गइरहेछ? बाबा त्यहाँको लागि त अर्को मेयर हुँदैन। सरमुजोको लागि पनि त यही मेयर 5 वर्षको लागि हो। भोलि मैले कुन मुख देखाउनु सरमुजोको लागि के गरेँ? आज सरमुजो गाउँ जति अस्तव्यस्त छ भित्र हेर्नुहोस् त, राज्य मास्टरको घरनिर मेरो मोबाइलमा हेर्नुहोस्, ती तपाईहरु जस्तै युवाहरू मेरो मोबाइलमा पनि व्हाट्सएपमा पठाउँछ मेयर साहेब यो कहिले साफ हुन्छ, खाली तपाईको सूचना हुन्छ कि काम पनि हुन्छ। कुन बैठा छ एउटा त्यहाँ गाई भैँसी बानेको छ, उसको बाटो अवरोध छ। खेलको लागि मैले भन्दिए नि त्यो मेरो खेल हो, मेरो खेल हो। म किन चाहदिन खेल नहोस्, तर सरकार बन्न दिनुस्। सरकार बने पहिला त्यस्तो झगडा सरा भइआएको छ भने त्यस्तै हुन्छ भनेर हुँदैन नि। मान्छेको जनताको त्यो बुद्धि व्यवहार सब चेन्ज हुन्छ नि टाइम टाइममा। भर्खर त अस्ति मैले के गल्ती गरेको थिएँ? मैले अस्ति त्यो अगाडि नाला बनाएको छ, पछाडि बनाएको छ, बीचमा बन्नु पर्छ कि पर्दैन? भर्खर आइजा 4-5 दिनको त कुरा छ। मेरो साथ गेमलाई पोलिटिक्ससँग नजोड्नु नि त। अब कहाँ पोलिटिक्ससँग त्यो पनि त विकासै हो नि। त्यही कुरा आफ्नो जग्गा चाहिँ लोभ थियो के यस्तो कुरा लोभ भएको कारणले चाहिँ यस्तो हो क्या? त्यहाँ मान्छेको पर्सनल कुरा गइरहेछ। कहाँ पर्सनल छ बाबा? त्यो मेरो पर्सनल काम हो। म बुझे त्यो पर्सनल छैन, तर त्यहाँ बसिरहेछ नि, त्यहाँ बसिरहेछ। त्यही भएर त्यसको लोभ छ नि त, जे भएर। तर गेममा त कसैको लोभ छैन। बिना लोभै भएर गछाल रञ्जित कस्तो वास्ता भएको थियो? तँलाई भनेको थियो कि थिएन खुट्टा तोड्दिन्छु? त्यही त भनेको सर पहिला सुन न, भनेको हो कि होइन? सुन पहिला भनेको थियो खुट्टा तोड्नु, अनि यसकै लागि मैले लडेको थिएँ। सुन्नु त, यसको लागि पुरै म आफ्नै गाउँलेसँग लडी गएको थिएँ। पहिला गल्ती गर्यो सर। कुरा के हो भने अब त्यसको त्यो एउटा रिजनको लागि अब यो पालि नै नगराउने, पर्ने नगराउने, यो पालि नगराउने, यस्तै रिजनहरू रिजन दिँदा त थुप्रै रिजन निस्किन्छ नि। कि समुदायमा यो भइरहेछ, त्यो भइरहेछ, त्यो भएर त थुप्रै रिजन निस्किन्छ। सुन्नु, बोलेमा त्यस्तो थुप्रै कुरा चलिरहेछ। त्यो भएर केटाहरूको गेम नहोस् भन्ने कुनै त छैन नि। अब जहाँ सुकै पोलिटिक्स घुसाउन समुदायमा थुप्रै नेताहरू छ, जुन हारेका नेताहरू तिनीहरू आउँछ पोलिटिक्स। अब त्यसको लागि तपाईँ अझै पछाडि पर्नुहुन्छ। रे बाबा म पछाडि परेको छु कि म आफ्नो विचारमा दृढ छु? तपाईहरु सोच्नुस् न। त्यही त म मात्रै मेयर छ कि आफ्नो जानलाई पर अस्ति 4-5 दिन अगाडिको कुरा हो। कार्यपालिकाको बैठक सघाएर म त्यहाँ गएको थिएँ। यहाँ उपमेयर साहब हुनुहुन्थ्यो, त्यहाँ वडा अध्यक्षहरू हुनुहुन्थ्यो। मैले भने आटमाको मुखियाजीलाई तपाईँ जानुहोस्, म जाँदैन। उपमेयरलाई भन्नु उहाँको अगाडिको विकास हो, तपाईँ जानुहोस्, म यहाँबाट स्टुडियोसित मिटिङ गर्छु। उपमेयर पनि जान मानेन। म एक्लै गएको थिएँ, तपाईँहरू हेर्नुभएको होला कतिले। म एक्लै गएको थिएँ, पछि मैले हेलमेट पनि लगाएँ, म एक्लै घुमेँ। के थियो? मैले आफ्नो जानलाई जोखिम हालेर मसँग के भएन त्यहाँ? त्यो गेमसँग रिलेटेडै कुरो होइन नि। विकाससँग त्यो पनि त विकास हो, विकाससँग भन्नुहोस् तपाईँ। तर गेम हामी गेमको लागि मात्रै माग्न आएको। गेम पनि एउटा विकास हो, युवाहरूको प्रतिभा हो। त्यसो नगरी अब हुनेवाला यसपछि हुनेवाला जुन यो गेम छ नि त्यसमा अलि बलियो नियमहरू बनाएर बरु अब तपाईँ त्यो गेमलाई मार्केटिङ के गर्न थाल्नुहुन्छ भने मेयरको गराइरहेको छु पुरै आफ्नो पैसा लगाएर जस्तो मार्केटिङ नगर्नु, नगरपालिकाको पैसा लागिरहेको छु त्यसरी मार्केटिङ गर्नु, सबै नगरपालिकाले गरिरहेछ भन्ने तरिकाले, मेरो होइन भन्ने तरिकाले नजानु, नगरपालिकाको हो भन्ने तरिकाले जानु। अनि हेरौँ के भइरहेछ भनेर, को आइरहेछ यहाँ डिस्टर्ब गर्न भनेर। गत साल जुन कप भयो कसैले भन्नुहोस् त कि मेयरले आफ्नो निजी कप जस्तो गरायो? होइन, मैले जुन मेयर कप गराएँ कसैले भन्नुहोस् कि मेयरले आफ्नो निजी सम्पत्ति जस्तो गरायो?
त्यहाँ के भन्नु कि मेरो नीति छैन म उद्घाटन गराउन अरे बाबा, मैले- तपाईँका वादाध्यक्षले चाह्यो भने म वादाध्यक्षले दिन्छु उद्घाटन गराउन त्यस्तो दिनु नि त एकछिन फेरि हालिदिनु गेमको लागि को प्र्याक्टिस गर्न आइरहेको छ हेरौँ हामी नि फेरि थियो मेयरले अनि त्यसपछि गर्नु भइरहेकै थियो गल्ती भएको छ युवाले गल्ती गरेको छ हामी सबै आफ्नो छातीमा हात धरेर समीक्षा गर्नुहोस् मेयर साहब सधैँ मेयर कप खेलाउनको निम्ति एकदम सक्रिय छ तर हामीहरूले गल्ती गरेका कारण मेयर साहबले 2 चोटि पोस्टपोन गरेर खेलाएन मेयर साहबले सधैँ मेयर कप खेलाउनको लागि एकदम तत्पर रहन्छ तर हामीहरूको गल्ती कारण एकछिन के हुन्छ वार्ड अध्यक्षले मेयर साहबको विरुद्ध होला भने त्यो भन्छ कि झगडा होस् गाली गर्नुहोस् मेयर साहबलाई नराम्रो देखाउनको लागि कसले चाहँदैन कि विकास नगरपालिकामा नहोस् मेयर साहब कुर्सीमा छ विकास मेयर साहबको त इज्जतको धजिया उठ्छ नि त्यसैले विपक्षीहरूले यस्तो त्यो माइक डिफेन्ड गरेका छन् त्यसैले हामीहरू आफ्नो छातीमा हात राखेर तपाईँ जुन पक्षको जुन पार्टीको त्यो खेल्नुहोस् त्यो मेयर कप खेल्नको निम्ति सबैजना आफ्नो नियमको कुन जब मान्छे राम्रो हुन्छ भने नियमको कुनै काम हुँदैन जब मान्छे खराब हुन्छ नियम पनि त्यहाँ चल्दैन यो कुरामा सबै दृढ रहनुहोस् हो राइट कुरा हो मेयर साहबले हामीहरूले भन्यो कि मेयर कप खेल्ने मेयर साहबले भन्दै हुनुहुन्छ कि हामी यसको जिम्मा कुन लिन्छ जिम्मा हामी सबै लिनुहोस् यो चोटि मेयर कप भयो भने 82 मा यो चोटि झगडा भयो भने मेयर कप कहिले पनि हुँदैन यस्तो तपाईँ एउटा मेकर तयार गर्नुहोस् हामी सबै युवा सबै वार्डका युवा आएर टिम 14 जना सबै वार्डका आएर सिग्नेचर गर्छु कि यो पल्ट फिल्डमा ग्राउन्डमा मारपिट केही भयो भने कहिले पनि मेयर कप हामी खेल्दैन त्यस्तो हामी म्याग्नेट गर्छौँ सिग्नेचर गर्नको लागि हामी तयार छौँ तपाईको सुरक्षामा हामी सबै जेएनजीमा तपाईको सुरक्षामा रहन्छौँ एउटा कुरा हामी गर्न चाहन्छौँ मलाई त ठिक छ तपाईँहरूले यस्तो कुरा भन्नुभयो त्यसको लागि धन्यवाद छ तपाईँहरूलाई बधाई पनि छ तर म त खैर के भन्छु मान्छे जब जन्म लिन्छ नि मृत्यु त्यही बेला लेखिन्छ मलाई त्यस्तो प्रब्लम तर मेरो बाबुहरूको मेरो ती युवाहरू कसैको टाउको नफुटोस् कसैको बैठ हाना नहोस् कुनैको केही क्षति नहोस् बरु मेरो होस् ठिक छ मेरो तकदिरमा त्यही लेखेको थियो भयो घरमा बस्नुभन्दा जङमा मर्नु बेस त्यसकारण काममा आफ्नो